गाउँमा जाँदा गाउँका बालबच्चाहरू कसैको खुट्टामा कसैको हातमा पट्टी बाँधेको, कसैको टाउकोमा टाँका लगाएको 2 दर्जनभन्दा बालबालिकाहरू मैले भेटेँ। र मैले सोधेँ अभिभावकहरूलाई, होइन के भएको, कुनै दुर्घटना भएको हो भनेर मैले सोधेँ। अभिभावकहरूले मलाई के भन्नुभयो भने, होइन हाम्रा मास्टरबुरी सबै लगेर सरकारले काठमाडौँमा राखिदिएको छ। अब हाम्रा यी केटाकेटीहरू कहिले भिर कहिले पाखा कहिले रुखमा जान्छन्, पढ्ने कुरा त हरायो, अब यिनको उपचार गर्न नै झन् थप ऋण बोक्नु परेको छ भनेर उहाँहरू दुखी पोख्दै हुनुहुन्थ्यो। सभामुख महोदय, शिक्षकहरू आन्दोलनमा हुनुहुन्छ। हिजो मात्रै शान्तिपूर्ण शिक्षकको आन्दोलनमा सरकारले दमन गर्यो र त्यहाँ गरिएको दमन जुन ढङ्गले सरकार शान्तिपूर्ण तरिकाले बसिरहेका शिक्षकहरूमाथि पानीको फोहरा, लट्ठी, अर्सु ग्यास प्रहार गरेर दर्जनौँ शिक्षकहरू घाइते हुनुभएको छ र आज अस्पतालमा उपचार गरिरहनु भएको छ र एउटा सबिना कार्की पत्रकार गम्भीर घाइते हुनुभएको छ। यस्तो अवस्था आज किन सिर्जना भइरहेको छ? सरकारले शिक्षकहरूका माग पुरा गर्नुको सट्टा किन दमन गरिरहेको छ? यसको म भर्त्सना गर्न चाहन्छु, खेद प्रकट गर्न चाहन्छु र घाइते शिक्षक तथा पत्रकारको स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। सभामुख महोदय, संविधान निर्माणसँगै हामीले नयाँ ऐन बनाएर शिक्षालाई नयाँ दिशा दिनु पर्दथ्यो। आजको विकास, आजको देशको आवश्यकता, आजको विश्व बजारको माग र प्रतिस्पर्धा, आजको टेक्नोलोजीलाई प्रयोग गर्ने गरी शिक्षा ऐनलाई परिवर्तन गर्नु पर्थ्यो, पाठ्यक्रम परिवर्तन गर्नु पर्थ्यो, पाठ्यपुस्तक परिवर्तन गर्नु पर्थ्यो, तर त्यो भइरहेको छैन। आज पुराना ऐन र कानुनहरूले आज सङ्घीय लोकतान्त्रिक गणतन्त्रको कार्यान्वयनमा बाधा अर्चन भइरहेको छ। शिक्षकहरूमाथि प्रहरीहरूले दमन गर्यो, राज्यले दमन गर्यो शिक्षकहरूमाथि र दर्जनौँ शिक्षकहरू घाइते भएर अस्पतालमा छन्। उहाँहरूको मागहरू न्यायोचित र गुणस्तर नखस्किने मागहरू तत्काल सरकारले सम्बोधन गर्नु पर्यो। यो शिक्षाको बजेट कति छ यो आएर सरकारले भन्नु पर्यो र शिक्षकहरूलाई पनि भन्नु पर्यो र पठन पाठनको वातावरण बनाउनु पर्यो। हाम्रो बच्चाहरूको पढ्ने अधिकार गुमिरहेको छ। सम्माननीय सभामुख महोदय, लोकतन्त्रको एउटा सुन्दर पक्ष भनेको यसमा फरक मत राख्न पाउने अभिव्यक्ति स्वतन्त्रता पनि हो। तर जुन प्रकारले यो राज्य अधिनायकवादतर्फ हिँडिरहेको हो कि जस्तो भान हुने किसिमले गइरहेछ, यो टिरेनी अफ मेजोरिटी अर्थात् यो बहुमतको यो अत्याचारको तर्फ त सरकार गइरहेको छैन। यसमा म गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु र शिक्षक साथीहरूलाई पनि भन्न चाहन्छु, तपाईहरू जबसम्म नेपाली जनता मात्रै भएर बस्नुहुन्छ, यो राजनीतिक दल सदन सबैको मालिक बनेर बस्नु सक्नुहुन्छ। तर जुन बेला राजनीतिक दलको सदस्यता लिएर तपाईँ कार्यकर्ता बन्नुहुन्छ, तब तपाईँ कुनै नेताको उठ बस भन्ने किसिमको एउटा साधारण दास बन्न मात्रै हुन्छ। त्यसकारण म शिक्षक साथीहरूलाई पनि भन्न चाहन्छु, शिक्षा ऐनमा लेखिएको कुरा तपाईँहरू पनि पालना गर्नु। राजनीतिक दललाई भन्न चाहन्छु, राजनीतिक दल सम्बन्धीको ऐनले जुन भनेको छ शिक्षकहरूलाई राजनीतिक सदस्य दिनुहुन्न, त्यसको पालना गर्न भन्न चाहन्छु र राज्यलाई अधिनायकवादतर्फ तपाईँहरू लम्किँदै हुनुहुन्छ, यसमा आपत्ति पनि जनाउँछु र शिक्षकहरूमाथि भएको यो दमन तुरुन्त यसमा राज्यले मम गरोस् र जे कुरा गरेर शिक्षकहरूलाई फिर्ता विद्यालयमा पठाउन मिल्छ त्यसको वातावरण सृजना गरोस् भनेर माग गर्न चाहन्छु। धन्यवाद। त्यो आन्दोलनको समयमा विभिन्न समयमा आन्दोलनका विभिन्न प्रक्रिया पनि हुन्छन्, रूप पनि हुन्छन्। भर्त तरिकाले शिक्षकहरूको आन्दोलन भइरहेको थियो। हिजो 81 झडप भएको कुरा दुवैतर्फ सुरक्षाकर्मी पनि शिक्षक मित्रहरू को पनि परामर्श अलिकति राम्रो नभएर झडप भएको देखियो। त्यो झडपमा घाइते हुनुहुने सुरक्षाकर्मी र शिक्षक साथीहरूलाई, पत्रकार साथीहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ। र हामीले नेपालीहरूले, नेपाल सरकारले विभिन्न फोरमहरूमा, राष्ट्रिय अन्तर्राष्ट्रिय फोरमहरूमा खुल्ला विश्वविद्यालयको कन्सेप्ट र सबैका लागि शिक्षा, अनिवार्य शिक्षा, निःशुल्क शिक्षा, गोठमा गाई ग्वालोले पनि, गोठमा गएको भैँसी चराउन गएको गोठालोले पनि पढ्न पाउने सुविधा हुनुपर्छ, पढ्न पाउने सुविधा हुनुपर्छ भनेर हामीले विभिन्न ठाउँमा हस्ताक्षर पनि गरेका छौँ र त्यो संविधानमा पनि उल्लेख गरेका छौँ। आज शिक्षकहरूको हिजो माता तीर्थ को दिनमा, आमाको मुख हेर्ने दिनमा गुरुआमा र गुरुबा पिटिएको देख्दाखेरि म साह्रै मर्माहित पनि भएको छु। यही हो त हाम्रो नेपाल सरकारले गर्न खोजेको यो सजाय शिक्षकहरूमाथि, यही हो त हाम्रो नीति बनाउन खोजेको, हामीले स्मार्ट नीति बनाउन खोजेको यही हो त।
हामी यो सदनमा बसिरहेका सांसदहरूलाई पनि मेरो प्रश्न छ, हामी एक आपसमा खिसी ट्युरी मात्रै गर्ने, एक सांसदले अर्को सांसदलाई मात्रै दोष दिने? हामी त नीति बनाउन आएका हौँ, जनताका जनप्रतिनिधि हौँ, जनताका समस्याहरू हामीले बुलन्द आवाज निकाल्न यो सदनमा आएका हौँ, उपस्थित भएका हौँ। तर हाम्रो यो पार्लियामेन्ट नजिकै शिक्षक साथीहरू यत्रो महिनौँ दिनसम्म आन्दोलनमा हुनुहुन्छ, उहाँहरूका पीडा मर्का अहिलेसम्म हामीले बुझ्न सकेका छैनौँ। हिजो शिक्षक आन्दोलनहरूमा आफै घुसपेट गराएर शिक्षकहरूमाथि निर्मम रूपबाट लाठीचार्ज, पानीको फोहरा र असुर ग्रासको प्रयोग गरेर 62 जना शिक्षकहरूलाई घाइते बनाएको छ। र साथै महिला शिक्षिकाहरूमाथि पनि अत्यन्त दुर्व्यवहारपूर्वक गरेर लाठीचार्ज गरेर तिनीहरूलाई पनि घाइते बनाएको छ। यो सरकारले के चाहेको हो? त्यस्तै त्यही घटनामा हिजो प्राइम टेलिभिजनका पत्रकार सबिना कार्की पनि घाइते हुनुभएको छ। 15 गते चैत 15 गते एउटा पत्रकारलाई त यो सरकारले मार्यो नै, अर्को पत्रकारलाई पनि घाइते बनाएर राखेको छ। म सरकारसँग सभामुख मार्फत म सरकारसँग भन्न चाहन्छु, सरकारलाई म भन्न चाहन्छु, शिक्षा ऐन दिएर शिक्षकहरूलाई विद्यालयमा पठाउने वातावरण तयार गरियोस्। यसरी घाइते भएका शिक्षकहरूलाई तुरुन्त र पत्रकारमाथि पनि तुरुन्त उनीहरूलाई निःशुल्क राम्रो ठाउँमा औषधि उपचार गरियोस् र सरकार दमन धेरै नगर। फेरि यो पुलिसहरू प्रहरी प्रशासनहरूलाई पनि धेरै लाठीचार्ज गर्नु नलगाऊ, धेरै दमन नगर। तिमीहरूले पनि एक दिन आएर फेरि तिमीहरूलाई पनि लाठी जाने दिन आउला भनेर म सचेत गराउन चाहन्छु। धन्यवाद।